स्थानीय तहका कृषि तथा पशु पक्षी विकास शाखाका अधिकृत स्तरका अधिकृत स्तरका कर्मचारीलाई 6 कार्यदिनको यस तालिमका आज समापन कार्यक्रमका सभाध्यक्ष तथा यस कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्धन कार्यालयका प्रमुख धनबहादुर कठायतज्यू, यसै गरी आजको कार्यक्रममा प्रमुख आतिथ्यताको रूपमा पाल्नुभएका पशुपक्षी विकास निर्देशनालयका प्रमुख आदरणीय दाई ऋषभ गुरागाई सर, यसै गरी हाम्रो कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाउने साथै हामीलाई यो अहिले 6 दिनको कार्यक्रममा तालिमको कार्यक्रममा बिहान साँझ नभनी खट्यौँ भने हाम्रो म्याम जयन्ती गौतम म्याम र हामीलाई प्रशिक्षण तथा विभिन्न समयमा हामीलाई सहयोग गर्ने हाम्रो यस कार्यालयका रमेश खड्का सरलाई विशेष हामी सहभागी तथा मेरो व्यक्तिगत तर्फदेखि विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु। र हाम्रो 6 दिनको कार्यक्रममा हामीले विशेष गरी योजना तर्जुमा, तथ्याङ्क व्यवस्थापन र कार्यविधि निर्माण 3 शीर्षकमा चाहिँ हामीले चाहिँ यहाँ धेरै कुराहरू सिक्ने अवसर पायौँ, जसमा हामी स्थानीय तहमा बसेका कर्मचारीहरूले कार्यक्रम कसरी बनाउने, कार्यक्रम गराउनुभन्दा अगाडि बजेटहरू कसरी, त्यसको स्रोतहरू पहिचान गर्ने र कुन ढङ्गले हामीले कार्यक्रम गर्दाखेरि त्यो प्रभावकारी हुन्छ र त्यसबाट रिजल्ट पनि पहिले नै हामीले प्रक्षेपण गर्न सक्ने र जसले गर्दाखेरि हामीले गराएको कानुनहरू त्यहाँका हाम्रा मन्त्री भनौँ, अध्यक्ष भनौँ, जनप्रतिनिधिज्यूहरूलाई कसरी हामीले प्रभाव पार्न सकिन्छ भन्ने कुराहरू हामीले धेरै मात्रामा सिक्न पायौँ। त्यसै गरी हाम्रो यत्रतत्र बिग्रिरहेको भनेको तथ्याङ्क व्यवस्थापन पक्ष छ, यसलाई पनि कसरी सुदृढीकरण गरेर नेपाल लगायत अन्तर्राष्ट्रिय मापदण्डहरूलाई कसरी हामीले गोलहरू मिट गर्न सकिन्छ भन्ने विषयमा तथ्याङ्क सम्बन्धी बिना तथ्याङ्क त्यो गोलहरू मिट गर्न नसकिने रहेछ र कसरी तथ्याङ्कहरू कलेक्सन गर्न सकिन्छ भन्ने कुराहरू पनि हामीले सिक्ने अवसर पायौँ। यसै गरी हामीले कार्यक्रम गर्दाखेरि कति कुराहरू कानुनी अवरोधहरू हुने र कार्यक्रम अन्वयन हुने, जसको शिकार हामीले नचाहँदै पनि हाम्रो साथीहरू बेरोजीदेखि लिएर अन्य किसिमका अप्ठ्यारोमा पनि जान पर्ने समस्याहरूलाई निराकरण गर्नको लागि कसरी हामीले कार्यविधि बनाउने भन्ने कुराहरू पनि हामीले सिक्ने अवसर पायौँ। यसको लागि विशेष गरी हाम्रो पहिलो दिनमा धनबहादुर कठायत सर, विद्या उपाध्याय सर लगायत हाम्रो दोस्रो दिनको मोती सर, रमेश खड्का सर, बहादुर सर, पारस सर लगायतको कसैको नाम छुटेको भए त्यसको लागि क्षमा प्रार्थी छु। सम्पूर्ण सरहरूलाई एकमुष्ट म लगायत हाम्रो सहभागीको सम्पूर्ण तर्फदेखि विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु। र यो 6 कार्यदिनको सिलसिलामा हामी एउटा परिवार जस्तो भएर बस्यौँ। हुन त अब भेट त भइरहेछ, त्यही पनि आज बिदाईको जस्तो महसुस भइरहेछ मलाई, अलिकति दुःख पनि लागिरहेछ। र मेरो फेरि एउटा चाहिँ के छ भन्दाखेरि समस्या, नाम चाहिँ बिर्सिहाल्ने समस्या पनि छ। त्यसको लागि सम्पूर्ण साथीहरूलाई पनि अब हामी सामाजिक सञ्जालदेखि जोड्यौँ भन्न चाहन्छु र सरहरूलाई पनि हामीले केही नबुझेको खण्डमा हामी सम्पूर्ण साथीहरूको तर्फबाट सोच्छौँ। त्यसको लागि हाम्रो एउटा अनुरोध नै भनौँ, हामीलाई सिकाउनुहुन्छ भन्ने अपेक्षा पनि छ। र 6 कार्यदिनको क्रममा अब कति साथीहरूलाई अल्छी लाग्यो होला, एकछिन बाहिर जानुभयो होला, त्यसको लागि अन्यथा नलिदिनु होला। सम्पूर्णको तर्फदेखि हामी सहभागीको तर्फदेखि केही गल्ती भएकोमा आफ्नो अब भनौँ सहभागीको तर्फदेखि क्षमा प्रार्थी छौँ सम्पूर्णको लागि। र अब सुझावको लागि त एकदम उत्कृष्ट छ होइन, किन भन्दा सिकाइ भनेको कहिले पनि सकिने कुरा होइन र हामी सिक्न आत्तिहरू पनि छौँ। र यस्तै किसिमको कार्यक्रमहरू धेरै साथीहरूको कुरा के छ भन्दा खनिज सम्बन्धी तालिम पनि पायो भने अलिकति उत्कृष्ट हुन्छ भन्ने कुरा छ। र बाँकी कुराहरू के कसरी गर्ने भनेर हामीले एउटा अहिले के कसरी जाने भन्ने कुरा गर्छौँ। र यहाँ बस्दाखेरि अलिकति एउटा समस्या, टेक्निकल समस्या चाहिँ आएको थियो, यसलाई चाहिँ निराकरण गर्नु होला भन्दै समग्रमा सम्पूर्ण साथीहरूलाई ताली बजाएर उहाँहरूलाई धन्यवाद ज्ञापन गर्नुहुँदै मेरो 2 शब्द टुङ्गो छ। हस्त धन्यवाद।